के त ठुलै चेन्ज भएको होला नि छैन भाइ अहिले त्यही डेटा अनुसार तपाईँले हेर्नुभयो 48.88 यो पनि मैले अध्ययन गरेको रिपोर्ट चाहिँ आदिवासी जनजाति आयोगको रिपोर्ट त्यो हो चेपाङको साक्षरता भनेर 2011 को डेटा अनुसार त जम्मा 23% 23%। अनि 23% द्याट मिन्स भेरी लो। चेपाङभित्र कास्ट हायरार्की भित्रै छ सिस्टममा के छ चेपाङभित्र के छ 32 हो कि 36 वटा चेपाङभित्र पनि हामी सब कास्टहरू चाहिँ छ। अनि अहिले बिस्तारै यसरी नै हामी टुक्रिँदैछ। अहिलेको अब फेडरल गभर्मेन्ट स्ट्रक्चरले वडाले टुक्रायो, पालिकाले टुक्रायो, त्यसपछि पार्टीले टुक्रायो, अनि धर्मले झन् टुक्रायो। चेपाङ समुदायले जङ्गलमा पाएका खाद्यान्न पदार्थहरू जुनै होस्, अघि तपाईँले भन्छ गिठा भ्याकुर जे छ त्यही कुराहरू त हामीले कसरी पकाएर खाने कुरा त सबैलाई थाहै छैन। त्यो यति तितो हुन्छ, त्यसलाई कसरी पकाउने, कतिचोटि पकाउने भन्नेसम्म ज्ञान, त्यो यति भएको ज्ञानहरू। तर अब त्यही अब गिठा भ्याकुर कन्दमूल खानेहरूलाई बिस्तारै क्याटेगोराइज गर्न थाल्यो गरिबी। अब चामल खान नसक्ने ढिँडो मात्र खानेहरूलाई नि अर्को क्याटेगोराइजेसन आयो गरिबी। 6 महिना निकाल 6 महिनासम्म काल त्यस्तै हो। 6 महिनासम्म राम्रोसँग खान पाइन्छ। 6 महिना गुल्टेपछि फेरि त्यो साग सिस्नु ताकि साग खाने त्यस्तो। अस्तिको जेनजी आन्दोलनलाई कसरी लिनुहुन्छ? People are tired of all these corruptions, nepotism, nepo kids, nepo babies भन्ने इस्युज त हामीले सुन्यौँ होइन। हामी जेनरल सर्वसाधारणले गाउँ-गाउँमा पनि सबैले बुझेको के हो, नातावाद कृपावाद जेमा पनि चल्छ मात्र भन्ने सबैलाई थाहा भइसक्यो। जेमा नि भ्रष्टाचार छ भन्ने सबैलाई थाहा भइसक्यो। त्यसैको विरुद्ध नै हो। अनि वाट इज राइट टाइम भने इट्स नेभर राइट टाइम। सो इट इज द टाइम द्याट यु स्टार्ट एट द राइट मोमेन्ट। सरकार त मजाले रमाइरहेछ नि रेमिटेन्स पाएर। इभन चेपाङ बस्तीबाट नि बिस्तारै बिस्तारै मान्छेहरू जान थाल्छ विदेश। वान अफ द हाइएस्ट कन्ट्रिब्युटर अफ जिडिपी होइन त यसरी गएर। तर युथहरूलाई के चाहियो? रोजगार चाहियो। आफ्नो परिवारसँग बस्नु पर्यो। यहीँ बसेर हामी दसैँ तिहारदेखि लिएर आफ्नो समुदायको आफ्नो चाडपर्व मनाउनलाई यहाँ कति आफ्नो सोसियल लाइफ छ त्यो त पाएन नि त विदेश गएर त होइन। एकदम स्ट्रङ होइन इनर्जेटिक उमेरमा विदेश गएर बस्ने, आएर बुढेसकाल भएपछि लाउन हजुर भन्दै यहाँ आएर के अरे भत्ता खान खोजे त भएन। यहाँ काठमाडौँमा त सब ड्रिल गर्दा गर्दा बोरिङ गर्दा गर्दा सब पानीबाटै के आइसक्यो। आदिवासी भूमि स्याक्रेड त्यहाँ हाम्रो होइन मुकुलुङ भयो त्यो एरियातिर पूजा गरेर राखेको ठाउँमा त्यहाँ त मजा आएको खनिज पदार्थहरू छ। अनि मान्छेको आँखा कहाँ गयो? त्यही गयो। इट्स नट ओन्ली नेपाल, इट्स अल ओभर द वर्ल्ड। सो अहिले अनि हु आर इम्प्याक्टेड? इन्डिजिनियस पिपल। अहिले रिसेन्टली सुदन गुरुङले हिजो मात्र लन्च गरे नि आफ्नो सेक्युरिटी वेबसाइटमा मजाले त्यो गर्छ वेयर यु क्यान रेज द कन्सर्न्स एन्ड इस्युज इमिडिएटली। त्यहाँ अब के हो पहिलालाई ठ्याक्क अब पहिला पोलिटिसियन्सलाई मात्र थिएन, अब ब्युरोक्रेसीमा पनि कसले के गरिरहेछ। अब डाइरेक्ट हामीले त्यहाँ इस्यु रेज गर्न पाइयो। त्यो वेबसाइटमा जानुहोस्, दाइ मेरो यो भएको छ, यस्तो भएको छ, यो इस्यु भएको छ। त्यहाँ पिपल आर ट्र्याकिङ एभ्रिथिङ। सो विश्वास भाइ हजुर, यु गाइज लभ चिउरी यस है? चिउरीको घिउ चिउरीको घिउ लगाएर घिउ खाएर हुर्केको विश्वास भाइ। चेपाङ कम्युनिटीलाई एक दिन विश्वास भाइले प्राउड बनाउँछ भन्ने ठुलो आशा राखेको छु मैले पनि होइन।